साथीहरू म चाहिँ जहिले शनिबार बाहेक यसरी नै जहिले हिँड्नुपर्ने हुन्छ, त्यो पनि घाममा। मान्छेहरू 1-2 वर्षसम्म एउटै बाटो एउटै खुट्टाले एउटै तरिकाले हिँड्नुहुन्छ, कसरी हिँड्नुहुन्छ क्या साथीहरू। म त दिक्क वाक्क भइसक्यो साथीहरू, गाडी चढ्नुपर्छ त्यस्तै एक्लै, अनि अहिले नै यस्तो गर्मी छ, अब पछि 40 डिग्रीको घाममा हिँड्नुपर्छ। अनि यहाँ बसेर चाहिँ हल्का हावा आउँछ साथीहरू, भ्यूहरू हेर्दै हावा खाँदै बस्नुपर्ने हुन्छ। एउटा गाडीले मात्र पुग्ने भए पो साथीहरू दुईटा गाडी चढ्नुपर्ने हुन्छ यसरी मैले त। अब फेरि त्यहाँ गाडी पर्खेर बस्नुपर्ने हुन्छ, ट्याक्क भनेको टाइममा नि आउँदैन क्या साथीहरू। म त फेरि त्यसै ढिलो भएर आउँछ मलाई। अनि यो गाडीमा बसेर झ्यालमा बस्नुको फाइदा एक मात्र हो साथीहरू, सरर गाडी कुदेको टाइममा चाहिँ हावा आउँदा कपाल उड्छ, त्यति हो साथीहरू। क्लास पुगेपछि चाहिँ साथीहरू देखेर नलुकेको दाँत पनि निस्किन्छ यसरी साथीहरू। मेरो चाहिँ साथीहरूसँग हुँदा मात्र हो क्या लुकेको दाँत निकाल्नु पाइनु, नत्र त हाँस पनि उठ्दैन साथीहरू मलाई त। क्लासबाट फर्किनु पर्ने हुन्छ यसरी साथीहरू, फेरि त्यही ठाउँमै गाडीमै आउनुपर्ने हुन्छ। गाडीमा थरीथरीको मान्छेहरू बस्नुहुन्छ साथीहरू। अनि म त नर्मल साथीहरूको सङ्गत गर्दिनँ साथीहरू, यस्तो पढ्दा साथीहरूको मात्रै सङ्गत गर्छु साथीहरू। अरूले प्लेन चाहिँ कसरी उडाउनुहुन्छ थाहा छैन, म चाहिँ 2टा अम्लाले उडाइदिन्छु प्लेन भने चाहिँ। खाजामा चटपटी चाहिन्छ। अनि साथीहरू कतिजनाले चाहिँ यस्तो झारमा चाहिँ 4वटा पत्ता भएको खोज्नुहुन्छ क्या। 3-4 वर्षदेखि हो साथीहरू मैले 4वटा पत्ता भएको खोजेको, अझै भेट्दिनँ भाइ। यस्तो 4वटा पत्ता भएको भेट्यो भने चाहिँ हामी लक्की हुन्छ अरे क्या साथीहरू। यो जिन्दगीमा यो भाग्य छैन जस्तो छ। 3-4 वर्ष भयो साँच्ची हो साथीहरू, खोजेको भेट्दिनँ। यहीँनिर आधी घन्टा 1 घन्टा त टाइम स्पेन्ड हुन्छ मेरो फेरि। ल त नि साथीहरू, आज चाहिँ यति भन्दै यसो गर्दै मेरो दिनहरू बित्यो साथीहरू। बाई बाई, फेरि पनि अर्को भिडियो लिएर आउनेछु।